माथि हो तारे जाँदैछौँ तारे भिर 3 जना सिक्दैछु क्या अब साथीहरू यहाँदेखि गाडी चढ्न पर्छ यहाँदेखि गोकर्ण सरको मेरो ब्लगमा स्वागत छ कस्तो लागिरहेछ धेरै पछि दिदीहरूसँग घुम्न जाँदैछस् मुला कस्तो लाग्दैछ दिदी तपाईलाई मलाई खुसी लागिरहेछ किनभने घाम पनि लाग्यो अब हामी गाडी चढ्छौँ यसमै हाम्रो गाडी हामी चाहिँ गाडी चढिसक्यौँ अनि यहाँ चाहिँ गीत बजिरहेको थियो बसमा त्यही भएर अफ गरेको गोकर्ण सरको सिडी भर्याङ लाइक के ए होला कतिचोटि आइसक्यौँ हामी गोकर्ण साथीहरूसँग भयो पहिला फर्स्ट टाइम आउँदा भयो अनि यहाँबाट टिकट काटेर लगेको हामीले दिपकका घरसँग हो ए माथि सोधेको कि टिकट लिएर आएको छ भलिबल खेल्ने ठाउँमा हामी कहाँ आइपुग्यो बच्चा गोकर्णको हामी कुद्नु पर्ने अवस्था छ दादाले हामीलाई गाली गरेको अवस्था अनि हामी चाहिँ कुदेको अवस्था किनभने पानी पर्न लाग्छ यस्तो छ यता गाली गरेको मान्छेले देखाउनु न कहाँ छ आफू हामी आइपुग्यौँ गोकर्ण फाइनल्ली हामी यता जान्छौँ यता गोकर्ण पार्क हामी यता जानुपर्छ हामी हेरेको आजको मौसम लास्ट यस्तो छ कालो अलि हुन्छ नि यार छ्या यो मौसम त लास्ट नराम्रो हो केही पनि देखिँदैन यस्ता छन् ब्लगरहरू जाहिर हामी 1 नम्बरको ब्लगर सोमी हेर तँलाई देखाउँदैछु त अनि वाह कस्तो नराम्रो यहाँ बोल्दैछ बोयफ्रेन्डसँग बोलेको होइन बहिनीले फोन गरेर बोलेको हामी फटाफट यस्तो धुलोमा हिँड्दैछौँ फटाफट क्याटवक कस्तो राम्रो देखा यार तर काश म ब्लगर भइदिएको भए गेटवे हामी ऊ त्यहाँदेखि जानुपर्छ यतादेखि जानुपर्छ यस्तो गाउँ रमाइलो फाइनल्ली हाम्रो सिडी सुरु भइसक्यो यस्तो नयाँ बाटोमा हिँड्नुको मजा कस्तो लाग्यो यो चाउचाउ खान मन लाग्यो राम्रै देखेँ प्लिज भन्नुहोस् के भन्नु छ भने भनिहाल्नु होला एकदम उकालो छ हैन एकदम उकालो रे यस्तो छ दुई गुण उकालो दुई गुण हो अब छोड
मलाई चाहिँ यो खानु मन लागिरहेछ तर अहिले अलाउड छैन मलाई। हामीसँग मामा वाइ वाइ व्हाट इज दिस? This is ball. balls Korean is sticks हाम्रो आइफोन वाली इधर खाजा किन्यौँ साथी हो। बिजनेस भाइरल रोड यतादेखि जाँदा हुन्छ तर हामी यतादेखि जान्छौँ। हामी यता आइपुग्यौँ। यस्तो राम्रो छ, यस्तो राम्रो छ। अघि भर्खर माथि किनिसके बोनी त। पारा ओ वाउ माई फुच्चा फुच्चीहरू माई फुच्चा फुच्चीहरू खाली बुढा नीलकण्ठ त्यो ब्लकमा पस्नु पर्यो। खाना खोजिरहेको छु यिनीहरूले। खन्चुवाच ल बुम्चाम खान्छ त खाम त नि तु ए नन चाम ननि नाम कुरे नि त एउटा एउटा गरेर खाऊ न। एउटा गरेर खाऊ न। तिमी त कस्तो हो के? हामी त यस्तो मिल्छौँ नि फेरि खानेकुरा पनि एउटा एउटा खान्छौँ। थ्याङ्क यू दादा लड़की बनना पड़ेगा। लड्की भन्नु परेगा। विपन्न ब्लग्समा चाहिँ स्वागत छ तपाईहरुलाई फेरि पनि। है या भन्दैछ है। वाउ कस्तो राम्रो ठाउँ यार, कस्तो मलाई कुदेर छिट। कस्तो राम्रो के कसम देख। वाउ नाइस ब्युटिफुल नेचर लभ नेचर लभ। वाउ कस्तो राम्रो ठाउँ क्या कसम। माई फेभरेट। यिनीहरू जाँदैछन् है दाजुबहिनी। अझ टाउको खाँदैछ। Wait, you don't, they don't love you. Get it? Wait, they don't love you like I love you. Wait, they don't love you like I love you. ल जाऊ है यतेरी तिमीहरू के साह्रो भुलाएको मलाई। तर वाह कस्तो राम्रो देख्छ क्या। बनाउँदैछ त अनि यिनीहरू एक प्रकारको पागल हुन् क्या। इन्जोय फाइनल्ली हाम्रो मामा चाउचाउ सकियो। नुकन दोइचीको मान्छे जस्तो छ त है। दोइचु उता खिचौँ है। कता दाजुलाई। तर कस्तो राम्रो आएको है।
तिमीलाई छाड्ने मन थिएन तिमी पनि राम्रै आउँछौ अलिक मेरो अनुहार अघि हेरेको गतिलो लागेन मलाई यता हेर न दुईजनाले दाजुको अगाडि बहिनी चाहिँ एकदम यस्तै देखियो कि यस्तै किनभने दाजु कोरियन जस्तो यस 감사합니다 괜찮아 딩딩 त्यही मात्र जहिले नि नाटकी ने लेखो कोरियन ने अनुराग입니다 네 꿀룽 अनुराग입니다 임니다 입니다 마게 입니다 कसम 네 베비원선 아사입니다 हामी हिँड्न लाग्यौँ एकछिन बसेर कोमोय बाइचे हामी चाहिँ अझै यात्राकै क्रममा छौँ साथीहरू हैन हामी चाहिँ गुराँस फुलेको छ कि छैन भनेर आएको छौँ अहिले चाहिँ हामी गुराँसको फेद मुनि पुग्न आएको छौँ थोरै छ अब थोरै हिँडेपछि गुराँस हामीले भेट्नेछौँ म टिप्ने छु यी दुईजनालाई म टिपेर दिनेछु तर फुल्छ कि छैन वी डोन्ट नो गाइस हामी टिकटक बनाएर भर्खर जाँदैछौँ गाइस भएको कुरा भरे काट्ने हो खाइल खान लाग्यो नि त बाटोमै यति त म एक्लैले खाइहाल्छु नि के नेपाली हो नि यसरी सत्य आयाम कुरो मित्र तर हैन खै त दिस भेरी कालो खोइ कसरी कालो हेर अलिक गोरो आइज गोरो गोरो कस्तो लाग्दैछ तिमीहरूलाई खानेकुरा कस्तो लाग्दैछ यस्तो राम्रो भ्यू आइरहेछ नि के हो है थाहै छैन यसको नाम के हो यस्तो राम्रो निकाल्छ यो हरियो हरियोहरू हट एन्ड स्पाइसी फाइनल्ली तारेभिर देखियो We love तारेभिर म त फ्याङ्मिन जान्छु के उयो यतैदेखि जाऊँ महारानी गई एक गई बक्स very excited हामी थाकेको अवस्था त्यहाँदेखि हामी तल जङ्गलदेखि हामी आएको है यता भएर यता त यहाँ आइपुग्यो यो चाहिँ हाम्रो गाउँको जस्तै सेम दाउरा यहाँ नि दाउरा यस्तरी खोज्छौँ हामी पनि दाउरा ओइ के भएको हामी आइपुग्यो यहाँमा यो के साह्रो कुहिरो लागेको यस्तो उपचार हामीले कति गरेको Oh, looking like my friend. लुजाम कस्तो राम्रो सेम लाइक दाइ
कस्तो हावा चलेको फाइनल्ली गाउँ आइपुग्यो गाउँ वाउ यो कुन गाउँ हो यस्तो राम्रो राम्रो आउँछ अस्ति हामी तलदेखि यहीदेखि त गएको यहाँदेखि त पुरा पुग्यो हेलो बच्चा यस्तो राम्रो गाउँ लाग्यो मलाई मोमो यस्तो राम्रो गाउँ तारे भिर पुर्जी कि पस्न होला अनि सिन्का किक्का खेदाको खते कस्तो राम्रो फुल यार ओइ फुल लगाऊ हो राम्रो देखियो फाइनली तारे भिर आइसक्यो हामी हेर्न सक्नुहुन्छ ओइ लभ तारे भिर यो तारे भिर मोमो खान मन लाग्यो उल्टोदेखि तारे भिर उइ लभ तारे भिर उइ लभ तारे भिर उइ लभ तारे भिर साथीहरू यहाँ हेर्न सक्नुहुन्छ नागी गुम्बा जाने तारे भिर भारतद्वार सुन्दरी जल अनि यो कहाँ बागद्वार शिवपुरी पिक चिसापानी विष्णुद्वार यति जान मिल्छ है साथीहरू हामी चाहिँ नागी गुम्बा जान लागेको यता 100 को टिकट लिएर पुरा जङ्गल सफारी चल्दैछ हाम्रो नागी गुम्बातिरको यात्रा गुराँस गुराँस यति मात्रै रहेछ यार छ्या यहाँ छ गुराँस के हाम्रो बाटो यस्तो छ गाई राम्रो छ एकदम रमाइलो लागिरहेको छ जङ्गलमा वाउ वाउ अब हामी नागी गुम्बा गएर देखाउँछु है त यस्तो खाँदैछौँ मनिस के ल तिमी गर ल हिँड्नु यसको नाम के हो भकिम ल भकिम ल तर अलि धेरै लानु पर्ने रहेछ मन पर्यो तलतिर छ त टर्न चलो मोर एसिडिक इट्स अ भेरी एसिडिक ब्लगको नाममा नागी गुम्बा निस्किन लाग्छ सिस्नो घारी कस्तो सिस्नो खान मन लाग्थ्यो फाइनल्ली गुम्बा नागी गुम्बा सास नारी गुम्बा यस्तो जङ्गल छ यस्तो छ है यस्तो यस्तो छ नागी गुम्बा
फाइनली नाइ गुम्बा सुरु गुम्बा यो फाइनली गुम्बा Not allowed. No entry. कस्तो लाग्यो तिमीहरूलाई बच्चा हो गुम्बा नागी गुम्बा फाइनली यस्तो राम्रो हो एकदम पिस 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 फोटो सेसन हुँदैछ फोटो सेक्सन हुँदैछ फोटो सेसन हुँदैछ कस्तो सेतो निकालेको मेरो दाजु यस्तो राम्रो जङ्गल छ वाउ मान्छेलाई जाऊ भन्न हिँड्नुहुन्छ हामी फर्किएको है गाइस गुम्बादेखि फर्कियौँ हाई हेलो के बान्दरहरू ए बान्दरहरू त अब हामी बुढा नीलकण्ठदेखि जान्छौँ ओ पानी पर्न थालिसक्यो पहिला त यहाँ त पानी पो थियो त अहिले त छैन त बर्खामा हुन्छ क्या खै केसमा हुन्छ ठेक गर्न सक्दैन खेतमा आउँदिन चाराले वक्त चाराले वक्त हुन्छ के गर्नु हो नि धारा चाहिँ काम छ किसिसो भने गयौँ गति राख्छौँ प्लाटमा जम्मा कुलुम मिरिति मानिकाल बसाइ खातन कतबारी बचुए पाकामे सी पाकामे मैंने चलाई थी चारा चाकरिया ला उनु कोलन तो सारा उनको तो सो दोय हामी त मान्नु गुरासै फुल्यो गुरास नेशनल फ्लावर अफ नेपाल नेशनल फ्लावर अफ नेपाल हा 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 इंग्लिशमा के भन्छ यसलाई त्यसमा छोरा खोपेको छ त उहाँ लोबको
हे हामी त गएको 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 जङ्गल जस्तो लागिरहेको छ यार गाउँतिरको यस्तो घाँसहरू यस्तै पाउँछ हाम्रोतिर कस्तो डर लाउने क्या छहरा छागा छहरा लहरा सुन हे सुन गाउँ घर तराई पहाड सुन हरियाली पाखा पखेरा सुन हे मची जाते अहिले चाहिँ हामी शिवपुरी जङ्गलमा छौँ अहिले हामी बुढा नीलकण्ठको गुम्बातिर जाँदैछौँ मैले चाहिँ भिडियो खिचिदिनु पर्ने अरे माथितिर है लेट मी खिचिङ गाइस Silvaspo, spin. Again, welcome back to our video. अहिले चाहिँ हामी यस्तो जङ्गलमा छौँ जङ्गल चाहिँ एकदम अँध्यारो छ तर फोनमा चाहिँ एकदम उज्यालो देखिरहेछ किनभने यो आइफोन होइन यो कुन फोन पो +1 यसमा चाहिँ सबै कुरा चाहिँ रियल देखाउँदैन त्यही भएर चाहिँ एकदम अनक्लियर देखिरह होला यता हाम्रो दिदी सबसे सानो लाइक 5 फिट अब उतै गएर भेट्नेछौँ बाई बाई यस्तो बाटो छ भिडियो पनि त्यही छ किन आएको यहाँ उता फर्केर जानुपर्छ यहाँ त यस्तो बाटो छ यस्तो अवस्थामा चाहिँ हामीले के गर्न सकिन्छ भने यसरी बिस्तारै खुट्टा झारेर चाहिँ यसरी चाहिँ नडराइकन झर्ने ल हामीलाई खिच मेन भर्सेस वाइ यहाँबाट कसो गर्ने हो आई डोन्ट नो यार न म जाउन सक्दैन टेक माय फोन यस व्हाई नॉट हामी ओ माय गॉड म अड्केर मरे भने ओ गुल्डु न चलो कति धेरै जङ्गल हो के डर लागिसक्यो हामीलाई त आमा पुरै अँध्यारो आमा कस्तो डर लागिसक्यो पानी पर्न लाग्छ है यहाँ छिटाइरहेछ हातमा ए मा कस्तो डर लागिसक्यो कस्तो कालो के यस्तो जङ्गल यहाँ त झन् सेतो देखाउँछ मोबाइलले कस्तो कालो डर लाग्यो भाग छ कि भाग ओ पानी पर्न लाग्यो यार छिटाइरहेको छ तिमीहरूलाई छिटाएन यस्तो ठुलो जङ्गल क्या शिवपुरी जङ्गल हो नसकिने रहेछ 100 को टिकट त डर मात्रै लाउने रहेछ 100 को टिकटले नपस्ने रहेछ मलाई डर लाग्यो कस्तो कालो के 3-4 बज्न लागिसक्यो गाइस तेरिका यस्तो जङ्गल छ आमा लास्ट जङ्गल छ के ओ मान्छे भेट्यो यार
खुसी लाग्यो बल्ल अब केही छैन त्यहाँ मान्छे गइरहेको रहेछ अनि खुसी लाग्यो हामी मात्र रहेनछ यार यस्तो अँध्यारो ठाउँमा यहाँ खुल्ला रहेछ यहाँ चाहिँ पानीको ट्याङ्की रहेछ शुद्ध पिउने पानी फाइनल्ली निस्क्यौ जङ्गलदेखि यत्रो मक्कालो जङ्गलदेखि पानी परिरहेछ के खाने पानीपुरी चटपटे चटपटे खान लागेको मोमो खान लाग्यो गाइस गाइज फाइनल्ली हामी घर आइसक्यो भिडियो क्लोज गर्नै पाएन त्यही भएर गर्न लाग्यो है भिडियो क्लोज हामी आइसक्यो दुई प्लेट मोमो खाएर मोमो हानेर आइसक्यो खाना पकाउनु झ्याउ लाग्छ